छान्नी छानी होलसेल 15,000 होलसेल 15,000 होलसेल 15,000 आउनुहोस् छानी छानी लानुहोस् आउनुहोस् होलसेल होइन रेट कति महँगो भनेको हन्जोरो दिदी यो 15,000 जुत्ता लगाएर पनि कसले लाउँछ होला 15,000 लगाएर यसो मिलाएर रेट मिलाएर देऊ न कहाँ महँगो हुनु अनि यति 15,000 त पर्छ नि यस्तो बुटहरू लानु कहिले किना थिएन क्या दिदी अलिअलि मिलाउ भनेको बहिनी मिलाउने होलसेल रेटै त्यति होलसेल तिमीलाई बेच्न राखेको हो कि फिजाएर सुकाउन राखेको त यसो मिलाएर देऊ न त यसो ग्राहक आएको बेला मिलाउनु त मिल्दैन त्यही हो फिक्स प्राइसै हो क्या त्यही हो मिलाएर लानु त त्यस्तै हो होइन यस्तै हो जुत्ता चाहिँ मिलाएर लानु यसो मिलाएर देऊ न पैसा चाहिँ त्यही हो 10,000सम्ममा आउँछ भने देऊ त ल मिलाएर लानु मिलाएर त्यही हो क्या जोडी चाहिँ मिलाएर लानु पैसा चाहिँ त्यही मिल्दैन कस्तो देउताकै बोली गरेको यो बहिनीले त तिमी त व्यापार गर्नु बसेको हो कि तिमी यो घाँटी दुखाउनु अनि यसो सुकाउनु फेरि हाल्नु मात्रै बसेको तिमी अब तपाईँले लाने कुरा गर्नु न लाने खालको कुरा गर्नु पर्यो नि अनि मैले दिनलाई त क्या नहुने रेटमा मागेपछि त मैले कसरी आफू घाटा खाएर दिनु त भन्नु त दिदी तपाईँ त्यतिमा हुन्छ भने लान्छु हुँदैन भने देखिहाल्छ तिम्रो सामान तिमीसँगै छ मेरो पैसा मैसँग छ आउनुहोस् दिदी बहिनी सबैजना होलसेल सानो 15,000 सस्तो मस्तो लाउने यसो महँगो नलानु त तपाईँ नलानु तपाईँ लाने खालको मान्छे होइन नलानु तपाईले नलगे पनि अरू मान्छे लानुहुन्छ